प्रधानमन्त्री सुशीला कार्की सहित मुख्य दलका शीर्ष नेताहरूको छलफल बालुवाटारमा जारी छ। छलफल मुलुकको रणनीतिक घटनाक्रमका साथै आसन्न प्रतिनिधि सभाको निर्वाचन लगायतका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा प्रधानमन्त्री कार्की सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल लगायत सहभागी हुनुहुन्छ। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।